हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। आजको भ्लगमा चाहिँ तपाईँलाई धेरै धेरै स्वागत छ है। अनि यहाँ चाहिँ इस्कुसको जरा छ, अनि यहाँ डुकु छ है, अनि यहाँ चाहिँ दाल छ है, रातो दाल छ। तपाईँले मैले चाहिँ सबै रेडी गरिराख्छु छु। त्यसमा तपाईँले तेल हाल्न सक्नुहुन्छ है। तेल हालेर चाहिँ प्याज अनि हरियो खोर्सानी अनि चाहिँ टमाटर है, यो तिनटै मैले चाहिँ मजाले काटेर हालेको छु। अनि तेल अघिको कराईको तेलमा चाहिँ तपाईँले जिरा हाल्नुहोस् है। जिरा हालेर चाहिँ तपाईँले प्याज हाल्नुहोस्। प्याजलाई चाहिँ मजाले खरिन दिनुहोस् है। तपाईँले देख्न सक्नुहुन्छ मैले चाहिँ कसरी गरिरहेको छु है। मजाले पाक्न दिनुहोस्। जबसम्म यो डढ्दैन तबसम्म तपाईँले त्यो बनाउन सक्नुहुन्छ है। अनि अदुवाको पेस्ट हाल्न सक्नुहुन्छ। अदुवालाई चाहिँ तपाईँले पेस्ट गर्नुहोस्, मिसेर चाहिँ पेस्ट बनाउन सक्नुहुन्छ है। यहाँ चाहिँ मजाले तपाईँको पाक्दैछ अदुवा र प्याज है। अनि यहाँ खोर्सानी पनि हाल्न सक्नुहुन्छ, खोर्सानी पनि हुँदैछ। मजाले पाक्न दिन सक्नुहुन्छ है। अनि यो तिनटै पाकेपछि चाहिँ तपाईँले यो टमाटर हाल्न सक्नुहुन्छ है। टमाटरलाई पनि मजाले फ्यात्तै हुन दिनुहोस् है। अनि यहाँ नुन हाल्नुहोस् है। नुन हालेर चाहिँ मजाले पाक्न दिनुहोस्, किनभने नुनले चाहिँ मजाले त्यो छ्याप्पै बनाउँछ है। अनि तपाईँले देख्न सक्नुहुन्छ है। मजाले पाक्न दिनुहोस् है। हजुर हाम्रो पाक्दैछ है। यो चाहिँ जराको इस्कुसको जराको लागि है। अनि यहाँ तपाईँले 2 स्पुन चाहिँ यहाँ हल्दी हाल्न सक्नुहुन्छ। हल्दीमा चाहिँ अन्त तपाईँले इफ तपाईँले पिरो हाल्न सक्नुहुन्छ भने चाहिँ तिखालाल पनि हाल्न सक्नुहुन्छ, नभए चाहिँ कलर पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ तिखालाल हालेँ है। तपाईँले देख्न सक्नुहुन्छ मजाको कलर आएको छ। अन्त माथिबाट पनि मैले कलर र तिखालाल हालेको छु, मजाको कलर आइरहेको छ। अनि यो इस्कुसको जरालाई चाहिँ मैले हाल्दैछु, तपाईँले देख्न सक्नुहुन्छ मजाले पाक्दैछ है। पाक्दैछ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ इस्कुसको जराको रेसिपी हो है। मजाले हुँदैछ, तपाईँले देख्न सक्नुहुन्छ। यसको कलर चाहिँ यस्तो दामी देख्दैछ। तपाईँले पनि यो ट्राई गर्न सक्नुहुन्छ। प्लिज डु ट्राई दिस एट होम है। यो चाहिँ मजाले भइरहेको छ है। कलर पनि एकदमै मिठो भइरहेको छ है। अनि यसको बादमा चाहिँ तपाईँले फुरोमा चाहिँ यो प्याज लिनुहोस् है। दालको लागि चाहिँ मैले प्याज लिइरहेको छु। अनि कराईमा तेल हालेँ मैले, तेल हालेर जिरा अलिकति हालेँ। जिरा हालिसकेर चाहिँ मैले प्याज पनि हालेँ। अनि मजाले चलाउँदैछु म, तपाईँले देख्न सक्नुहुन्छ है। यसलाई फ्यात्तै हुन दिनुहोस्। अनि यो चाहिँ मजाले भएको छ। अनि यहाँ चाहिँ अदुवाको पेस्ट हाल्नुहोस् है, किनभने दामी स्वाद आउनुको लागि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ है। अनि यसको पछि तपाईँले टमाटर पनि हाल्न सक्नुहुन्छ इफ तपाईँले खानुहुन्छ भने चाहिँ। अनि यहाँ मैले अदुवाको पेस्ट पनि हालिसकेँ है। अनि यहाँ चाहिँ मैले नुन पनि हालेँ, तपाईँले देख्न सक्नुहुन्छ। अनि नुनमाथि चाहिँ मैले दाल पनि हालेँ। अनि हल्दी पनि हालेँ, हल्दी पनि हालेको छु। अनि मजाले मिक्स गर्दैछु मैले, तपाईँले देख्न सक्नुहुन्छ। यसले चाहिँ हल्का यतिको मात्रै पाक्न दिनुहोस्। अनि यसको पछि चाहिँ तपाईँले पानी हाल्न सक्नुहुन्छ है। अनि यता चाहिँ हाम्रो यो इस्कुसको जराको रेसिपी चाहिँ रेडी हुँदैछ है। यहाँ चाहिँ मैले तपाईँको पानी हाल्दैछु छिटो पाक्नुको लागि है। एकदमै दामी खुसबु आइदिइरहेको छ है। अनि यहाँ चाहिँ मैले ढक्कन गरेर राखेँ। यहाँ चाहिँ डुकु छ है। इफ तपाईँले डुकु र तपाईँले यो जरा खानु सक्नुहुन्छ भने चाहिँ हाल्न सक्नुहुन्छ है, नभए चाहिँ सादा खानुहुन्छ भने चाहिँ अदुवा यो
इस्कुसको जराबाट पनि खान सक्नुहुन्छ है। इस्कुसको जरा र मैले चाहिँ डुकु हालेको छु है, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हाम्रो दुईटै पाक्दैछ है, एउटा दाल अनि एउटा रेसिपी है इस्कुसको जराको। अनि यो चाहिँ फ्यात्तै भइरहेको छ है, तपाईँले देख्न सक्नुहुन्छ। एकदमै मिठो, तपाईँले यो ट्राई गर्न सक्नुहुन्छ है। यो चाहिँ तपाईँले एकदमै लन्चको लागि चाहिँ लन्च अर एल्स डिनरको लागि चाहिँ एकदमै राम्रो हुन्छ है। अनि यहाँ एकपल्ट हाम्रो यहाँ दाल पाकिसक्यो है। दाल पाकेर चाहिँ मैले चाहिँ यहाँ डेक्चीमा खनाउँदैछु, तपाईँले देख्न सक्नुहुन्छ। तातो भएर बाफ पनि उठ्दैछ है। अनि यहाँ तपाईँले यो हाल्न सक्नुहुन्छ है। अनि मैले चाहिँ यहाँ हाम्रो चाहिँ पाकिसक्यो है। अनि यहाँ पनि हाम्रो पाक्दैछ है। Bye bye. Thank you for watching. Please do subscribe.